안녕하세요 여러분들이 잘 지내시오 सबैजना सन्चै हुनुहुन्छ पक्कै सबैजना सन्चै हुन्छ भन्ने आशा राख्न साथसाथै म तपाईको कोरियन भाषा प्रशिक्षक मोहन नेमाङ आफ्टर अ लङ टाइम तपाईहरु माझमा चाहिँ प्रस्तुत भइसकेको छु। मसँग सम्पर्कमा हुनुभएका विद्यार्थीलाई त थाहै छ कि म केही महिना अगाडिदेखि चाहिँ बिरामी भएर रेस्टमा थिएँ र जति पनि मसँग सम्पर्क नभएर टाढा टाढा भएर चाहिँ मेरो प्रतीक्षामा बस्नु भएको थियो अथवा कोरियन भाषासँग सम्बन्धित कुराहरू अझै जान्न कोसिस गरिराख्नु भएको थियो भने चाहिँ अब चाहिँ चिन्ता नमान्नुस्, म उपस्थिति भइसकेको छु। के फाइन भएर अथवा अधिक केयर तपाईहरुको माया साथले गर्दा होला अझै छिटो रिकभरी भएर चाहिँ म तपाईहरु माझमा चाहिँ आइसकेको छु। अब चाहिँ हामी अझै कोरियन भाषासँग बुझ्नुपर्ने कुराहरूलाई चाहिँ अझै मजाले बुझेर चाहिँ अध्ययन गर्नेछौँ। किनभने गत वर्ष केही वर्ष अगाडिदेखि हेर्दाखेरि चाहिँ हामीले कति मेहनत गरेर पढिरहेका छौँ, किताबका सम्पूर्ण वर्ड मिनिङहरू आउँछ, किताबका हरेक कुराहरू आउँछ, एक्जाममा प्र्याक्टिस गर्दाखेरि 40, 38, 39 त आइरहेको छ, 40, 39 ल्याइराखेका छौँ। तर फाइनल एक्जाममा गएर चाहिँ फेरि त्यही सबै कुरा बुझे तापनि 1 मार्क्सले नपुगेर कोही बेला चाहिँ फेल भइरहेका छौँ। हो, यस्तो किन भइरहेछ त? यी सम्पूर्ण कुरालाई चाहिँ मैले यो बिरामी भएको अन्तरालमा चाहिँ मैले सम्पूर्ण यस्ता ट्यालेन्ट विद्यार्थीहरू फेल हुनुको कारण के रहेछन्, कस्तो रहेछन् भनेर उहाँहरूको सम्पूर्ण कुरालाई चाहिँ मैले अनुसन्धान वा खोज तलास वा उहाँसँग सरसल्लाह गरेर बुझ्दाखेरि चाहिँ हामीले पढ्नु त पढेका छौँ, तर अझै यसलाई भित्रैदेखि राम्ररी नबुझेर पढ्दाखेरि वा पढ्नुपर्ने कुराहरूलाई चाहिँ छुटाउँदै पढ्यौँ भने कोही बेला चाहिँ त्यस्ता कुराहरूको क्वेसनहरू आउँदाखेरि हामी चुक्दो रहेछौँ र मेहनत गर्दा गर्दै पनि फेल हुँदो रहेछौँ भन्ने हामीले चाहिँ गत केही वर्षदेखि यो परिणामहरू देखिसकेका छौँ। त्यही भएर अब चाहिँ हामीले चाहिँ पढ्नुको साथसाथै यस्तो कन्डिसनमा यस्तो भयो भने यो पनि हुनसक्छ है भनेर अब हामी पूर्व तयारी भएर बसिराख्नुपर्छ, जसले गर्दा जस्तो क्वेसन आए पनि हामी सफल हुन सक्छौँ भन्ने मेरो मनसाय हो। त्यही भएर म त वर्षभित्रै गहिरैदेखि नै पढाउने मेरो चाहिँ बानी हो। सकेसम्म ज्ञान सबै लिनुपर्छ भन्ने चाहिँ मेरो र थप अझै अब हामीले गत वर्ष मैले नै पढाएका केही विद्यार्थीहरू ट्यालेन्ट विद्यार्थीहरू पनि त्यस्तै कारणहरूले फेल हुनुभएको कारणले गर्दा चाहिँ अब चाहिँ यो तरिकाले पनि पढ्नुपर्छ भन्ने चाहिँ मलाई अवगत भएको छ र म पनि अब त्यही तरिकाले पढाउँछु भनेर विभिन्न क्वेसनहरू तयार पारेर राखेको छु, जसमा चाहिँ एउटा डेमो क्लास यहाँ एउटा छ। यहाँबाट पनि तपाईँलाई चाहिँ गत वर्ष मैले नै पढाएको विद्यार्थीलाई चाहिँ 1 मार्क्स नपुगेर र त्यही क्वेसनले गर्दा नै उहाँलाई फेल बनाएको थियो। त्यही कुरा हेर्नेछौँ कस्तो हुन्छ त क्वेसन कोही बेला, होइन सधैँ चाहिँ त्यस्तो नहोला, तर कोही बेला त्यस्तो क्वेसन आयो भने हामीले कसरी त्यसलाई एटेम्प गर्ने, कसरी 40 मा 40 ल्याउनको लागि तयारी भएर बस्ने, त्यो कुरा चाहिँ अब हामी यो एक्जाम प्रिपरेसन क्लास भोलि आइतबारदेखि सुरु हुँदैछ। सबैजनाले चाहिँ तपाईँले आएर तपाईँले पढ्नु भने तपाईँलाई अवश्य पनि यो 2-3 महिनादेखि 4 महिनाभित्रमा तपाईँलाई राम्रो एकदम खतरा बनाउने मेरो विश्वास छ। ल, तपाईँलाई ग्रामरसँग सम्बन्धित भएका नयाँ टपिक्सहरूसँग सम्बन्धित भएका जिज्ञासाहरू छन् भने मैले सम्पूर्ण कुरा तयार बनाएर राखेको छु। अब हामी यो तपाईँको 3-4 महिनाभित्रमा हामी त्यसलाई मजाले पढेर खतरा भएर यसपालि त राम्रो चान्स पनि छ जस्तो छ। त्यही भएर यसपालि चान्स राम्रो छ, राम्रै पढ्नु होला, भरसक हामी यसपालि पास गर्न सक्छौँ। ल, सुरु गरौँ है त हाम्रो एउटा डेमो क्लास। कस्तो पनि हुनसक्दो रहेछ क्वेसन त्यो हेरौँ। एउटा सिम्पल क्वेसन छन् 2टा, त्यसमा चाहिँ हामी सजिलै एन्सर छान्न सक्छौँ, तर त्यहीसँग सम्बन्धित भएको कुरा चाहिँ कोही बेला चाहिँ यो हो कि त्यो बनाउन पनि सक्छ। अनि त्यति बेला चाहिँ के आधार छ त, कसरी त्यसलाई चाहिँ त्यही एन्सर हो भनेर थाहा पाउने चाहिँ म आज सिकाउँछु। यो त एउटा डेमो मात्रै हो, योसँग सम्बन्धित भएका क्वेसन त कति छन् कति ती सबै कुरालाई हामी हेर्नेवाला छौँ हाम्रो एक्जाम प्रिपरेसन क्लासमा। ल, सुरु गरौँ है। ल, जसमा यहाँ हेर्नुहोस् है के छ भने नि, सायद हेर्नुहोस् त यो त पढ्न सक्ने हाल्नुहुन्छ होला, तपाईँ मेहनत गरेर पढ्नु भएको विद्यार्थीलाई यो गाह्रो छैन। ल, के छ त हेर्नुहोस्, सविसुरुल सेवालाई इयोङ हार्यम्यन भनेको छ प्रयोग गर्ने हो भने, यसलाई नि हो भने वा नि विचार छ भने भन्न मिल्छ। त्यही भएर प्रयोग गर्ने हो भने ख्वाल्यन खिग्वानिएछ भनेको छ सम्बन्धित विभागबाट फान्नुन पाएको वा लिएको सिन्छङ स ए निवेदन पत्रमा इरुम नाम छुसो ठेगाना दुङ फिर्यो हान नियोङुल भनेको छ ठेगाना आदि इत्यादि आवश्यक भएको विषयलाई पाजिम अप्सी नछुटाइकन डस भनेको छ। अब यहाँ चाहिँ तपाईँ चाहिँ अप्सन्समा हेर्नुहोस् त, खेन्सिन या हाम्निदा, खेन्सिन आदा भनेको नवीकरण गर्नु होइन त, नवीकरण। अब अया आदा भनेपछि नवीकरण गर्नु पर्छ भन्ने हो, नवीकरण गर्नुपर्छ भनिरहेछ। अब अर्को छ छाक्सङ या हाम्निदा भनेको छ। यो छाक्सङ या हाम्निदा भनेको चाहिँ तयार गर्नु भन्ने हुन्छ है, तर तयार गर्नु भन्दा पनि कसरी तयार गर्नु भन्दा चाहिँ कुनै पनि कुराहरू लेखेर वा भरेर, फर्महरू भरेर हैन, तपाईको चाहिँ कुनै पनि सिन्चङ्सहरू भयो वा कुनै पनि फर्महरू चाहिँ भरेर लेखेर तयार गर्नु भन्ने हुन्छ। अथवा अझै यसलाई स्पष्ट बुझ्न चाहिँ यसलाई भरेर तयार गर्नु भन्ने मिल्छ के। त्यही भएर
यो छाकसङ आधा भनेको लेख्नु मात्रै होइन यो तपाईँको चाहिँ भर्नु मात्रै होइन, भरेर सम्पूर्ण कुरा भरेर फर्म नै रेडी पार्नु। त्यो सिन्चङ्स छाकसङ आधा भन्यो भने त्यसको अर्थ चाहिँ त्यो सिन्चङ्सलाई भर्नु मात्रै होइन, भरेर रेडी बनाउनु, तयार गर्नु भन्ने अर्थ लाग्छ। त्यही भएर छाकसङ ए हामीले भने चाहिँ भरेर तयार गर्नु पर्छ भन्नुपर्छ है। त्यही भएर याद गरिराख्नु होला है। यो छाकसङ आधाको बारेमा मजाले तपाईँले बुझिराख्नुहोस्, किनभने यो छाकसङ आधाको यो खिजे आधा भनेको छ नि, खिजे आधा भनेको फिसुदान हो। यो खिजे आधा, खिइफादा, यो खिइफादा भन्ने पनि यो फिसुदान हो। यसको फिसुदान भनेको भोलिको दिनमा छक्ता पनि हुनसक्छ, सुदा पनि हुनसक्छ, किन लेख्नु हो नि त होइन। तर यिनीहरू फिसुदान भए तापनि नि खिजे आधा, खिइफादा र छाकसङ आधामा अलिकति भिन्नता छ। यो खिजे आधा र खिइफादा भनेको चाहिँ विवरण भर्नु मात्रै हो, विवरण भर्नु मात्रै भन्ने हुन्छ, तर भरेर रेडी पार्नु भन्ने अर्थ दिँदैन। भर्नु जस्तै इरुम भनेरको ठाउँमा चाहिँ तिम्रो इरुममा चाहिँ नाम भर न भन्नु पर्यो भने खिजे आधा, तर सम्पूर्ण निवेदन पत्रलाई नै सिन्चङ्सलाई नै तपाईँले चाहिँ भरेर रेडी पार भन्नु पर्यो भने चाहिँ छाकसङ आधा भन्नुपर्छ। त्यही भएर छाकसङ आधा भनेको चाहिँ सम्पूर्ण कुरा भरेर तयार गर्नु, खिजे आधा खिइफादा भनेको विवरण भर्नु मात्रै हो, उल्लेख गर्नु मात्रै हो, छक्ता र सौदा भनेको चाहिँ लेख्नु मात्रै हो। त्यही भएर फिसुदान भए तापनि यसमा चाहिँ एउटा भिन्नता चाहिँ त्यो छ है। त्यही भएर याद गर्नुहोस्, छाकसङ आधा भनेको जहिले पनि भरेर पूर्ण कागजलाई नै रेडी पारेर अन्तिम रेडी पार्नु सक्नु हो। त्यही भएर भरेर तयार गर्नुपर्छ भन्नुपर्छ यसमा चाहिँ है। याद गरिराख्नुहोस्, यो कुराहरू बुझिराख्नुपर्छ। र अर्को यहाँ छ हेजी आधा भनेको छ। हेजी आधा भनेको रद्द गर्नु भन्ने अर्थ लाग्छ, अथवा यसलाई अन्त गर्नु, समाप्त गर्नु भन्ने हुन्छ। अब यसमा चाहिँ अया आधा लेखेपछि रद्द गर्नु पर्छ भन्ने भयो। अनि अर्को त फाल्गु भेय हामीदा भनेको छ। फाल्गु भेय हामीदा भनेको जारी गर्नु पर्छ भनेको छ। यहाँ त त्यस्तो समस्या छैन होला, अलिकति तपाईँले मजाले पढ्नुभयो भने राइट एन्सर यहाँ छान्न त्यस्तो गाह्रो छैन। किनभने सेवाहरू प्रयोग गर्ने विचार छ भने वा प्रयोग गर्ने हो भने सम्बन्धित विभागबाट पाएको निवेदन पत्रमा नाम, ठेगाना आदि यदि आवश्यक भएको विषयवस्तुलाई नछुटाइकन रद्द गर्नुपर्छ हो त। त्यो त अभियसली पनि जस्तै सुकै लाटाले पनि यो त होइन, किनभने त्यो रद्द गर्न मिल्दैन। त्यो भएर यो होइन नै भन्नुहुन्छ। अब फेरि तपाईँको चाहिँ यो नाम ठेगाना लेखेर नछुटाइकन नवीकरण गर्नुपर्छ भनेपछि नवीकरण भनेको त कुनै पनि कुरा प्रयोग भइसकेर फेरि त्यसमा म्याद थपेर फेरि लागू गराउनु पर्यो, वा एकचोटि प्रयोग गरिसकेर फेरि त्यसलाई अपडेट गर्नु पर्यो भने मात्र खेन्सिन आधा लाग्छ नवीकरण गर्नु भन्ने हुन्छ। तर यहाँ त नवीकरण गर्ने कुरा भएको छैन। त्यही भएर यो पनि तपाईँलाई त होइन नै भन्नुहुन्छ, कट्टा गारिहाल्नुहुन्छ। अब फाल्गु भेदा भनेको जारी गर्नु भनेको हामी व्यक्तिगत मान्छेले जारी गर्ने भन्ने हुँदैन। म जारी गर्छु भन्नु मिल्दैन, मैले जारी पाएँ भन्नुपर्छ। यसको मतलब जारी गर्नु भनेको चाहिँ बनाएर दिनु हो के। कुनै पनि सम्बन्धित कार्यालयहरूले वा संस्थाहरूले फेरि व्यक्तिगत मान्छेले कहिले पनि फाल्गु भादा भन्नु मिल्दैन। कुनै पनि भोलि चाहिँ सेन्टेन्समा म भन्ने मान्छेले कहिले अथवा म व्यक्तिगत कुनै पनि मालिक अथवा त्यसले जारी गर्नु भन्नु मिल्दैन। यो भनेको सम्बन्धित संस्था वा कार्यालयले आधिकारिक कागजपत्रहरू दिलाएर बनाएर दिनु वा जारी गरिदिनुलाई मात्रै फाल्गु भादा भन्न मिल्छ। जस्तै यकमनुल फाल्गु भादा भन्न मिल्छ, तर त्यो चाहिँ कसले त तपाईँको चाहिँ इमिग्रेसनले अथवा तपाईँको पासपोर्ट बनाउने कार्यालय संस्थाले मात्रै फाल्गु भादा भन्नुपर्छ। तर मैले चाहिँ पासपोर्ट यानि यकवन जारी पाएँ भन्नुपर्छ। त्यति बेला चाहिँ तपाईँले चाहिँ मैले भन्नु पर्यो भने चाहिँ फेरि के भन्नु पर्यो भने फाल्गु फात्ता भन्नुपर्छ के। म भन्ने मान्छेले चाहिँ जारी पाएँ भन्नुपर्ने फाल्गु फात्ता भन्नुपर्छ। तर कम्पनी वा तपाईँको चाहिँ संस्था वा तपाईँले चाहिँ कार्यालयले चाहिँ जारी दिलायो वा जारी गर्यो भन्यो भने मात्रै फाल्गु भादा भन्नु मिल्छ। र यहाँ त त्यस्तो कुरा पनि छैन। त्यही भएर यो जारी गर्ने भन्ने कुरा पनि भएन, जारी गर्नुपर्छ भन्ने कुरा पनि भएन। त्यही भएर अब राइट एन्सर त यो पक्कै पनि यही भयो। त्यही भएर आवश्यक भएको विषयवस्तुलाई चाहिँ नछुटाइकन के हो त भरेर तयार गर्नु पर्छ भन्ने भयो। यहाँ त्यस्तो कुनै समस्या भएन हो। नर्मली हाम्रो इपिएस एक्जाममा पनि यस्तै क्वेसनहरू प्राय आइरहेको हुन्छ। यो कुनै समस्या भएन। यो पढ्न जान्ने र पढेको मेहनत गरेको मान्छेले यो मिलाउँछ। र फेरि अर्को पनि हेर्नुहोस् त, वेगोगिन खुल्लो जानुन विदेशी कामदारले चाहिँ खुल्लो ख्याक छ ए भनेको छ श्रम सम्झौता पत्रमा छकिन भनेको छ। छक्ता भनेको लेख्नु, यो चाहिँ थोरै हुनु पनि हुन्छ होइन, थोरै हुनु पनि हुन्छ तर लेख्नु पनि हो। तर त्यसमा छकिदा आयो है, छकिदा आयो भने त्यो चाहिँ
लेखिनु भन्छ यो एक्टिभ पेसिभ भन्ने हो त्यो तपाईँको चाहिँ भोलिपर्सि मैले कति बेसिक क्लासमा पनि पढाइसकेको हुन्छु र भोलिपर्सि यसको बारेमा म तपाईँलाई अलिकति एक्जाम प्रिपरेसन क्लासमा भन्नेवाला छु है ल लेखिनु भन्छ त्यही भएर अब नआएपछि लेखिएको इन्गुम भनेको ज्याला खुल्लो सिगार भनेको कामको समय युल भनेको छुट्टी दुङ आदि इत्यादि खुल्लो छोगन एहुल भनेको छ श्रम शर्त याद राख्नुहोस् यो खुल्लो ख्याक छ र खुल्लो छोगनमा भिन्नता भन्दा पनि सम्बन्ध छ भन्ने बुझ्नुपर्छ यसको बारेमा धेरै क्वेसनहरू कोही कोहीलाई आइरहेका हुन्छ यो चाहिँ मसे ध्यान भन्ने कुरामा तपाईँको चाहिँ के को शीर्षक हो भनेर आइरहेको हुन्छ त्यति बेला यसलाई कसरी छुटाउने त्यो चाहिँ म तपाईँलाई अब एक्जाम प्रिपरेसन क्लासमा भन्छु यस्तो सम्पूर्ण कुराको मैले क्वेसनहरू बनाएको छु त्यसमा हामी हेर्छौँ है ल त्यसो भने यहाँ चाहिँ यो श्रम सम्झौता पत्रमा चाहिँ लेखेका सम्पूर्ण यस्ता श्रमका शर्तहरूलाई खुमखुमी होसियारपूर्वक वा होसियारपूर्वक चाहिँ वागिन आनहु चेक जाँच गरेपछि के हो त हेर्नुहोस् त खेन्सिन ए हाम्निदा नवीकरण गर्नुपर्छ अनि अर्को के हो त फाल्गु पे हाम्निदा जारी गर्नुपर्छ हेजी ए हाम्निदा रद्द गर्नुपर्छ संयम ए हाम्निदा साइन गर्नुपर्छ भनेपछि पक्कै पनि यो त त्यस्तो गाह्रो क्वेसन छैन यो त इजी छ तपाईँ राम्ररी वर्ड मिनिङ पढेको मान्छेलाई त यो गाह्रो छैन किनभने यो श्रम सम्झौता पत्रमा तपाईँको चाहिँ यसरी श्रमका शर्तहरू चाहिँ होसियारपूर्वक चेक जाँच गरिसकेपछि तपाईँले रद्द गर्ने कुरा हुँदैन सिधै हो तपाईँले जारी गर्ने कुरा हुँदैन नवीकरण गर्ने कुरा हुँदैन के गर्ने कुरा हुन्छ त साइन गर्ने कुरा हुन्छ त्यही भएर साइन गर्नुपर्छ भन्नुहुन्छ यो कुनै समस्या भएन ल यतिको आयो भने त ठिकै छ गरियो पढेको मेहनत छ भने यो त ठ्याक्क मिलाइयो तर कोही कोही बेला मेहनत गरेर यो सबै कुरा पढेर बुझे तापनि कोही कोही बेला यस्तो क्वेसन पनि आउँदो रहेछ भन्ने कुरा चाहिँ हामीले गत एक्जाममा पनि देखियो र हाम्रै स्टुडेन्ट मैले नै पढाएको स्टुडेन्टलाई पनि यो समस्या पुऱ्याएर उहाँलाई 1 मार्क्सले गुल्टाएको थियो होइन तर अब हामी त्यस्तो नहुनको लागि अब यस्ता कुरा पनि बुझ्नु पर्यो यस्ता खालको क्वेसन आयो भने चाहिँ हामीले कसरी गर्ने त के आधार छ कसरी छ हामीले नेपाली पढा दुइटै हो जस्तो भए तापनि के आधारले चाहिँ राइट एन्सर छान्ने त भन्ने आधार हेर्दा चाहिँ अब यो एक्चुअली पढेर सबैले हेर्नु होला तपाईँले आफूले पनि एन्सर छान्दै गर्नु होला है म पनि सिकाउँदै गर्छु ल हेर्नुहोस् है छिपछुइन ग्वा यो छिपछुइन भनेको चाहिँ तपाईँको घर मालिकसँग फुजुङगुम भनेको धरौटी रकम खेयागुम हेर्नुहोस् है यो यागुम र फोजुङगुममा धेरै भिन्नता छ नि धेरै भिन्नता छ यसको पनि तपाईँको चाहिँ अवयहरू आउन सक्छ हो यसको बारेमा राम्रो जानिएन भने यसले हामीलाई मार्क खान्छ यो पनि 1 मार्क्स आउने सक्ने खालको हामी यो चाहिँ एक्स्ट्रा अब हाम्रो एक्जाम क्लासमा चाहिँ प्रिपरेसनमा पढ्नेछौँ यो है याद गरिराख्नुहोस् यो के छ भने यहाँ चाहिँ तर चाहिँ के छ भने फोजुङगुम ल्याएको छ त्यही भएर घर मालिकसँग चाहिँ धरौटी रकम वल्से भनेको चाहिँ मासिक भाडा यसलाई छन्से भन्नुभयो भने नि यो चाहिँ फेरि वार्षिक भाडा है यो चाहिँ तपाईँको वार्षिक भाडा हुन्छ वार्षिक भाडा यो छन्से भने वार्षिक भाडा वल्से भनेको चाहिँ के हो त मासिक भाडा अनि खियाखिगान भनेको चाहिँ सम्झौताको चाहिँ अवधि दुङ्गुल आदि इत्यादिलाई छुनमुनी भनेको पर्याप्त मात्रामा प्रशस्त मात्रामा पर्याप्त मात्रामा चाहिँ के हो त उइनोन हानु हु भनेको छ यो उइनोन हादा भनेको चाहिँ छलफल गर्नु भन्ने हुन्छ छलफल गर्नु कोरियामा छलफल गर्नु त कतिवटा छ कतिवटा छ अहिले म यसको फिसु दानु पनि सबै एकचोटि लेखेर अन्तिममा बिदा होउँला है ल भनेपछि यो चाहिँ छलफल गरिसकेपछि नर हुनु भएपछि एपछि अनि के त हाविहान यो हावियादा भनेको चाहिँ फेरि सहमति हुनु है फेरि सहमत हुनु अथवा सहमति हुनु के भन्नुहुन्छ सहमति हुनु ल सहमति हुनु वा सहमत हुनु भनेपछि सहमत नभएपछि पास्ट सहमत भएको नियमुल विषयलाई पाजिमप्सी नछुटाइकन फोहाम हाय भनेपछि समावेश गरी हिमदे ख्याक सरुल भनेको छ घर भाडाको सम्झौता पत्रलाई अब हेर्नुहोस् है घर भाडाको सम्झौता पत्रलाई संयम या आम्निदा साइन गर्नुपर्छ के हो त साइन गर्नुपर्छ एउटा भयो सक्छ यो भनेको चाहिँ के हो त भरेर वा लेखेर हैन भरेर तयार गर्नु पर्छ भन्ने छ एउटा अब खेन्सी हामीले भनेको चाहिँ के हो त नवीकरण गर्नु पर्छ भन्ने छ अर्को चाहिँ के हो त हेजी हेर्दा हामीको रद्द गर्नु पर्छ ल अब यसमा चाहिँ तपाईले छान्दाखेरि अब हेर्नुस् है के होला त अब मजाले हेर्नुस् है पक्कै पनि घर मालिकसँग यति विविध कुराहरूलाई चाहिँ छलफल गरिसकेपछि सहमति भएको विषयवस्तुलाई नछुटाइकन समावेश गरी घर भाडाको सम्झौता पत्रलाई रद्द गर्नुपर्छ यो त पक्कै पनि होइन
अब यो फेरि एकचोटि घर भाडा प्रयोग गरेर 5 वर्ष बसेर फेरि बस्ने भन्ने कुरा गरेको भए त नवीकरण गर्नुपर्ने हुन्थ्यो कि भन्ने कुरा हो। तर यहाँ त्यसरी पहिला 5 वर्ष 1 वर्ष बसेर फेरि म त्यहीँ बस्न चाहन्छु इत्यादि भनेको छैन। त्यही भएर यो नवीकरण भन्ने पनि होइन भन्ने फिक्सै भइसक्यो। तर अब हामीले चाहिँ अब यो दुईटामा हेर्दाखेरि हेर्नुहोस् है, अब हामी यो दुईटामा चाहिँ हामी अलिकति कन्फ्युज खान्छौँ र गत वर्ष हाम्रो एकजना भाइ पनि कन्फ्युज खानुभएको यही कुराले। अब उहाँले के भन्नुभएको थियो, उहाँले तपाईँ ठ्याक्कै यो क्वेसन त नहोला तर उहाँको यो अप्सन्सको प्याटर्न अनुसार मैले बनाएको छु। किनभने यहाँ संयङ या हाम्निदा यानि छाक्सङ आया हाम्निदा यानि कि छाक्सङ आधा र संयङ आधामा एन्सर कुन राइट हो भनेर उसले छान्नु लगाएको थियो रहेछ त्यति बेला। र त्यति बेला हामीले छान्नु पर्दाखेरि चाहिँ हामीले नेपालीमा पढ्दाखेरि हेर्नुहोस् त लगभग झन्डै दुईटै उस्तै मिल्छ। के छ भन्नुहोस् त, प्रश्न पर्याप्त मात्रामा छलफल गरेपछि सहमति भएको विषयलाई नछुटाइकन समावेश गरी घर भाडाको सम्झौता पत्रलाई साइन गर्नुपर्छ। घर त्यत्रो सहमति भइसकेपछि छलफल गरेपछि त्यो सबै नछुटाइकन त्यो लेखिसकेपछि त लेखेर त्यहाँ समावेश गरेपछि के गर्नुपर्छ त, घर भाडाको सम्झौता पत्रलाई साइन गर्नुपर्छ। यो त हो कि क्या हो भन्दा फेरि यता 2 नम्बरमा हेरौँ, समावेश गरी घर भाडाको सम्झौता पत्रलाई भरेर तयार गर्नुपर्छ। अरे भरेर तयार गर्नुपर्छ त्यो पनि ठिकै जस्तो। तर अझै हामीमा हेर्दाखेरि चाहिँ कन्फ्युज हुँदा कतिले छाक्सङ या हाम्निदा पो अलिक मिल्छ कि भन्ने पनि यहाँ प्रश्न आउन सक्छ। कतिको माइन्डमा यो संयङ या हाम्निदा पनि अलिक मिल्छ जस्तो लाग्छ। तर धेरै जस्तो नेपालीको स्टुडेन्टमा के कन्सेप्ट आउँछ भने यत्रो छलफल गरिसकेपछि यत्रो सहमति भएपछि र त्यत्रो समावेश गरिसकेपछि त अन्तिममा त के त साइन त गर्नुपर्छ नि भन्ने हाम्रो यहाँ धारणा आउँछ। र प्रायः तपाईँहरू कतिजनाको त्यही आइसकेको छ र त्यही भएर 1 पनि भनिसक्नु भएको छ होला। हो यस्तै क्वेसनले हामीलाई गुल्टाउँछ। हामीले सबै पढ्छौँ 40मा 40 ल्याउँछौँ प्र्याक्टिस गर्दाखेरि। किनभने प्र्याक्टिस गर्दाखेरि यस्तो क्वेसनहरू प्रायः हामीले बनाएर देखाएको पनि हुँदैन, दिँदैनौँ पनि, सिम्पल बनाएर दिएको हुन्छौँ। अनि त्यति बेला 40मा 40 ल्यायो भन्दै रमाउँछौँ। हो हुनु त त्यस्तै आउला, तर कोही बेला यस्तो आयो भने चाहिँ फेरि त्यो 40मा 40 ल्याएको पनि काम लागेन नि त। त्यही भएर हामीले यस्ता सिम्पल पनि सिक्नु पर्यो, यस्तो पनि सिक्नु पर्यो, यस्तो कन्डिसनहरू पनि सिकेका छौँ भने मात्र हामी जस्तो चाहिँ क्वेसन आए पनि 40मा 40 हाल्न सक्छौँ। त्यही भएर आज हामी यस्तै विषयवस्तुलाई चाहिँ अब हामी अझै थप धेरै छ क्या, यस्तो धेरै छ। तपाईँको त यस्तो वर्ड मिनिङहरू हामीले यस्तो कुराहरू जानेर मात्र हुँदैन, कति बेला प्रयोग गर्ने त्यस्तो कुरा सबै धेरै छ। त्यही भएर हामीले पुरा जान्नुपर्छ। जस्तो गत वर्ष हेर्नुहोस् त खुङ्बु आधा र थोक्सा आधा कसले सोचेको थियो, खुङ्बु आधा थोक्सा आधाको क्वेसन आउँछ। ख्वाल्ली आधा र छङ्नी आधाको क्वेसन आएको कसले सोचेको थियो। विविध पो छ त त्यस्ता त हामीले पढेपछि अनि एक्जाम आएपछि त पढ्नुपर्ने रहेछ भन्ने हुन्छ। तर त अगाडि नै तयार गर्नुपर्छ हामीले। त्यही भएर यहाँ पनि हेर्नुहोस् त हामी धेरै स्टुडेन्टलाई चाहिँ हो पक्कै पनि यो सबै छलफल गरी सहमति गरिसकेपछि त पक्कै पनि साइन गर्नुपर्छ होला, त्यो भन्दा पनि साइन गर्नुपर्छ होला भनेर हामी साइन गर्नुपर्छ होला भन्यौँ भने र हिँड्यौँ भने अब यहाँ 1 मार्क्स तपाईँको गयो। किनभने यो रङ हुन्छ। यति बेला संयङ या हाम्निदा भन्न मिल्दैन। किन मिल्दैन भन्ने अब त तपाईँलाई आयो भने चाहिँ अब याद राख्नुहोस्, यसरी कुनै पनि फिल खाने क्वेसन आयो र त्यसमध्येमा 2टा चाहिँ कन्फर्म होइन र 2टा मध्ये चाहिँ यो कि त्यो भयो भने जहिले पनि 3टा आधार हुन्छ यो फिल खानेमा। त्यो 3टा आधार तपाईँले बिर्सिनु भएन र त्यो 3टा आधार मध्येमा कुन आधारले चाहिँ यो क्वेसन बनाएको रहेछ भनेर थाहा पाउनु भयो भने त्यसको एन्सर ठ्याक्को ठ्याक मिल्छ। गाह्रै छैन क्या, कोरियन भाषा गाह्रै छैन। हो ती कुरा चाहिँ पढ्नुपर्छ हामीले। कहिले पनि हामीले चाहिँ यसको एन्सर यो हुन्छ भनेर छोड्नु हुँदैन। किन यसको एन्सर यो भयो भनेर त्यसको एन्सर पत्ता लगाएर भएपछि मात्रै अर्को पनि क्वेसन त्यसरी घुमाएर आयो भने हामी पत्ता लगाउन सक्छौँ वा राइट हान्न सक्छौँ। त्यही भएर अब मैले यो 3टा आधारै मैले भने यो अझै लङ हुनसक्छ यो भिडियो, त्यही भएर मैले यो भन्न चाहिनँ। त्यो 3टा आधार चाहिँ हामी अब हाम्रो क्लासमै एक्जाम प्रिपरेसन क्लासमा म तपाईँलाई भन्ने छु। तर यहाँको चाहिँ यो कारणमा चाहिँ किन संयङ आधा लेख्न मिलेन र छाक्सङ आधा नै हुन्छ भन्ने कुरा चाहिँ अब चाहिँ तपाईँलाई म भन्न चाहन्छु। एउटा आधार है, त्यो 3टा आधारमा एउटा आधार चाहिँ के छ भने यो फिल खाने जति छ नि यो खाली ठाउँ, त्यो खाली ठाउँको नजिकै भएको जुन एउटा शब्द छ, यानि कि कुनै पनि शब्द यो नभएर अरू पनि कुनै पनि शब्द हुनसक्छ। हो त्यो शब्द यानि कि यो खाली ठाउँमा जुन एन्सर बन जान्छ त्यो शब्द जुन छ त्यो शब्दसँग सम्बन्धित हुन जाने एउटा जुन छेउपट्टिको जुन शब्द छ त्यो शब्दको पछाडि कुन ग्रामर छ त्यो पनि हामीले विचार गर्नुपर्छ। एउटा आधार यो हो, बुझ्यो? 2टा आधार त अर्को छ, तर त्यो 3टा आधार मध्येमा एउटा आधार भनेको चाहिँ के हो भने यदि यो हो कि यो हो, यानि कि यो पनि मिलेको जस्तो छ, यो पनि मिलेको जस्तो छ। अब यो 2टा मध्ये कुन चाहिँ राइट हो भनेर एन्सर छान्नको लागि कोही बेला यो खाली ठाउँमा पस्न जाने जुन एन्सर छ नि
त्यो एन्सरसँग सम्बन्धित भएको शब्दको पछाडि कुन ग्रामर छ त्यो पनि ध्यान दिनुपर्छ र त्यो ग्रामरले नै आधार गर्छ यहाँ कुन शब्द यो दुईटा मध्येमा राइट हुन्छ वा कुन यो एन्सर राइट हुन्छ भन्ने कुरा। र याद गर्नुहोस्, अब तपाईँले याद गर्नुपर्ने कुरा के छ भने यो संयम आधा र छाकसङ आधामै दाजेर क्वेसन आयो भने, संयम आधा र छाकसङ आधामै है साथी हो, फेरि सरले त भन्नुभएको छ यहाँ चाहिँ यो उलुल भयो भने चाहिँ यही लाग्नेछ अनि यो भने यही लाग्नेछ भन्ने होइन। त्यो भयो भने अरू शब्द पनि लाग्न सक्छन्, तर भोलिको दिनमा संयम आधा र छाकसङ आधाकै क्वेसन आयो र यसो दुईटा मध्येमा एउटा छान्नु पर्यो र त्यसको पछाडि कुनै एउटा डकुमेन्ट कागजपत्र छ र त्यो कागजपत्रमा चाहिँ छाकसङ आधा लेख्ने कि संयम आधा लेख्ने हो भनेर भन्नको लागि चाहिँ त्यो डकुमेन्ट यानि कि त्यो कागजपत्रको पछाडि कुन ग्रामर छ त्यो ध्यान दिनुपर्छ र उक्त कागजपत्रको पछाडि उल रुल छ भने, हेर्नुहोस् है, उल रुल छ भने हामीले संयम आधा कहिले पनि लाउन मिल्दैन हो। हामीले नेपालीमा पढ्दा त घर भाडाको सम्झौता पत्रलाई साइन गर्नुपर्छ, साइन गर्नुपर्छ, हामी नेपाली त भन्छौँ होइन, कन्ट्र्याक्ट पेपरलाई साइन गर्नुपर्छ भन्छौँ, भन्छौँ, तर पनि कोरियामा चाहिँ उल रुल भनेर आइसकेपछि संयम आधा कहिले पनि हुँदैन। यदि त्यो कागजपत्रमा साइन गर्नु नै पर्छ भन्नुपर्छ भने चाहिँ त्यति बेला जहिले पनि मा भनेर मात्रै संयम आधा लाउनुपर्छ। त्यही भएर इमदे छाखेयाक्स भनेको बाद चाहिँ फेरि छाकसङ आधा हुँदैन थियो, त्यति बेला चाहिँ फेरि संयम आधा नै हुन्थ्यो। त्यही भएर भोलिको दिनमा यो संयम आधा पनि मिले जस्तो छाकसङ आधा पनि मिलेको जस्तो भए तापनि त्यो दुईटा मध्येमा कुन हो भनेर छान्नु पर्यो भने चाहिँ त्यो कागजपत्रको पछाडि उलरुल छ कि छ त्यो ध्यान दिनुपर्छ। छ भने संयम आधा नै हुन्छ, छाकसङ आधा हुँदैन, तर त्यो डकुमेन्ट यानि कागजपत्रको पछाडि उलरुल छ भने जहिले पनि हामीले के लाउनुपर्छ, छाकसङ हामीले लाउनुपर्छ हो। यही हो रहस्यमय, यही कुरा हो। हामी कति पढ्छौँ तर यही कुरा सानो एउटा कुरा हामी थाहा पाएको हुँदैनौँ अनि 1 मार्क्स त गयो। अनि हामी कति साथीहरूले त भन्छ फेरि डिटेल्समा पढ्नु हुँदैन, गहिरोमा पढ्नु हुँदैन, हामी पेज पढ्ने त काम कुल्ली गर्नु जाने भने के गर्नु, कुल्ली गर्नको लागि यति पढ्नु पर्ने छ, अहिले यति गर्नै पर्ने छ। त्यही भएर हामीले यस्तो सानो कुरालाई अब समातेर पढ्नेछौँ। अब एक्जाम प्रिपरेसन क्लासमा आउनुहोस् न, यस्तो मजा आउँछ कि तपाईँलाई यस्तो मजाको कुराहरू सिकाउनेवाला छु कि, किनभने मैले पनि अब गत वर्षको पहिलाको वर्षको क्वेसनहरूलाई मध्यनजर गर्दा अब हामीले यस्तो पढ्नै पर्दो रहेछ, हेराउनु पर्दो रहेछ हामीले। यो चाहिँ भनेको यो यानि कि संयम आधा भनेको साइन गर्नु इत्यादि मात्रै भन्नु नहुँदो रहेछ, कतिखेर प्रयोग गर्ने भने त्यो पनि सिकाउनु पर्दो रहेछ भन्ने कुरा चाहिँ मैले पनि बुझेँ र अब तपाईँलाई पनि म बुझाएर नै यसरी नै पढ्ने अगाडि छौँ। त्यो छ, बुझ्नु पनि सबैजनाले हो। अब याद राख्नुहोस् है, संयम आधा र छाकसङ आधा दुइटै मिलेको जस्तो भए पनि यो दुईटा मध्येमा छान्नको लागि चाहिँ उक्त कागजपत्रको पछाडि के ग्रामर छ त्यो ध्यान दिनु पर्यो। उलरुल छ भने छाकसङ आधा, छ भने मात्रै के हो त संयम आधा हुन्छ है, ध्यान दिनु होला। तर सर कोही बेला अनि निवेदन पत्रमा नाम भर्नुहोस् वा नाम लेख्नुहोस् भन्न त मिल्छ त भन्नुहुन्छ भने हो, यो कुरा चाहिँ बुझ्नुहोस् है। मैले भने चाहिँ जस्तो सिन्छङ भनेर चाहिँ डाइरेक्ट छाकसङ आधा भन्न मिल्दैन, भने चाहिँ डाइरेक्ट छाकसङ आधा भन्न मिल्दैन, किनभने भन्यो भने जहिले पनि संयम आधा हुन्छ। तर त्यो सिन्छङसम्म डाइरेक्ट लगाएर पनि इरुम भनेर इरुमुल भन्नुहुन्छ भने त्यति बेला फेरि छाकसङ आधा लाउन पाइन्छ। भनेपछि आएर डाइरेक्ट चाहिँ छाकसङ आधा भन्न पाइँदैन। त्यो कागजपत्रमा भन्नुहुन्छ भने त्यो कागजपत्रमा चाहिँ के लेख्ने त भनेर त्यो सम्बन्धित विषयवस्तुलाई पनि जनाएर मात्रै छाकसङ आधा भन्न मिल्छ। यसको मतलब भनेर डाइरेक्ट छाकसङ आधा भन्न मिलेन। त्यो भनिसकेपछि फेरि के लेख्ने, त्यो लेख्ने वा के भर्ने त्यो सम्बन्धीको कुरा राखेर उलरुल राखेर अनि मात्र फेरि छाकसङ भन्नु मिल्छ। तर कुनै पनि डकुमेन्ट्समा चाहिँ डाइरेक्ट छाकसङ आधा लेख्ने कि संयम आधा भन्ने कुरा चाहिँ उलरुल छ भने छाकसङ आधा डाइरेक्ट लाग्छ। उक्त डकुमेन्टमा मात्रै छ, यता केही अरू सम्बन्धित कुरा नभएर यो दुईटा मध्ये छान्नु पर्यो जहिले पनि संयम आधा लाग्छ। ठिक छ, बुझ्नु पनि होइन? ल यो नोट बनाएर राख्नु होला, काम लाग्छ। ल अब यो चाहिँ तपाईँको चाहिँ अब यो तलको चाहिँ मुनिको छ नि, यो चाहिँ तपाईँको काम, तपाईँले गर्ने तपाईँले गर्दा कस्तो हुँदैछ यसको एन्सर। अब यत्रो बुझिसकेपछि यसको एन्सर तपाईँले पत्ता लाउनुहुन्छ कि लाउनु न, कसरी पत्ता लाउनुहुन्छ तपाईँले पत्ता लगाएर गर्ने। ल स्क्रिनसट गर्नुहोस्, स्क्रिनसट गर्नुहुन्छ होला पक्कै पनि, गरेर देखाउनुहोस् है। ल यो तपाईँको काम। अब हामी यसरी नै पढ्नेछौँ।
र जानुभन्दा एकचोटि चाहिँ मैले अघि भनेको थिएँ तपाईँलाई फिसुदानहरू पनि दिएर जान्छु र सम्बन्धित कुराहरू पढाउने भन्ने त यहाँ के छ नि कति धेरै कुराहरू छ नि के गर्नु तर भिडियो लामो भइसक्यो पनि होला कतिजना त फेरि झ्याउ पनि मान्नुहुन्छ किनभने बोरिङ भयो भन्नुहुन्छ तर मैले भन्दैछु म बदलिने होइन मसँग पढ्ने नि तपाईँ बदलिनुपर्छ म चाहिँ बदलिनेवाला छुइनँ किनभने मैले पढाउने भनेको चाहिँ स्टाइलै यही हो सकेसम्म ज्ञान दिउँ भन्ने चाहन्छु त्यही भएर है ल अब यहाँ हेर्नुहोस् है केही मैले भनेको थिएँ फिसुदान पनि दिएर जान्छु भनेको थियो संयोग आधा किनभने फिसुदान अहिले यस्तो इम्पोर्टेन्ट छ कि डाइरेक्ट फिसुदान भनेर क्वेसन नसोधे पनि तपाईँको लङ क्वेसनमा माथि एउटा शब्द हुन्छ अनि त्योसँग फिसुदान चाहिँ तल एन्सरमा हुन्छ त्यही कुरा नबुझेर हामी एन्सर छान्न नसकेको अवस्था पनि देखिरहेको छु मैले यो गत वर्ष केही वर्ष अगाडिदेखि त्यही भएर है हामीले फिसुदान पनि चाहिन्छ संयोग आधा यसलाई साइन आधा पनि भन्न मिल्छ यसको फिसुदान त्यो हो हेजी आधाको त धेरै छ है साथी हो हेया खादा भनेको नि रद्द गर्नु हो तपाईँको चाहिँ फागी हादा भनेको पनि यो रद्द गर्नु हो एकदम कमन भनेको चाहिँ छुइसो आधा भनेको पनि तपाईँको रद्द गर्नु हो यसमा पनि कथा छ साथी हो फेरि हेजी आधा रद्द गर्नु छुइसो आधा पनि रद्द गर्नु भनेर हामी वर्ड मिनिङ पढिरहेको छौँ नि तर यो वर्ड मिनिङ पढ्दै त्यति पढ्दै पनि हामीलाई काफी छैन किनभने हेजी आधा र छुइसो आधा रद्द गर्नु भए पनि नि कहाँ छुइसो आधा भन्न मिल्छ कहाँ हेजी आधा भन्न मिल्छ त्यसको नि कन्डिसन छ जहाँ पाइँ त्यो प्रयोग गर्न मिल्दैन हो त्यहीसँग सम्बन्धित भएको यस्तो भोलिपछि फिल खाने आयो भने के गर्ने त हो त्यस्तो कुराहरू अब हामी पढ्नेछौँ त्यस्तै कुराको सम्बन्धीको क्वेसन मजाले बनाएको छु पक्कै पनि यसपालिको 2-3 महिनामा हामी अझै तगडा हुनेवाला छौँ है ल अब यो भइहाल्यो है त्यो छ त्यो सम्बन्धी छ थुप्रै छ आउनुहोस् न पढ्नुपर्छ अब यो छाक्साङ आधाको अघि नै मैले भनिसकेँ यो खेन्सिन आधाको चाहिँ तपाईँको त्यस्तो फिसुदान भन्ने नै एक्ज्याक्ट चाहिँ छैन है त्यस्तो एक्ज्याक्ट हुँदैन यो फाल्गु आधाको चाहिँ छ यसलाई चाहिँ फारेन आधा पनि भन्छ फारेन आधा भनेको पनि तपाईँको जारी गर्नु नै हो अलिक यसलाई चाहिँ ख्योबु आधा पनि भन्छ है यसलाई जारी गर्नु कोही बेला यसलाई नेछुदा पनि भन्न मिल्छ यो चाहिँ बनाएर दिनु निकालेर दिनु भन्ने हुन्छ नेछुदा फारेन आधा क्युबु आधा भन्ने हुन्छ यिनीहरू पनि यो फाल्गु आधाको चाहिँ फिसुदान हुन जान्छ त्यो पनि हुनसक्छ अनि यो पनि हेरौँ यो मैले भनिहालेँ विनोन आधा भनेको छलफल गर्नु कोरियन भाषा त साह्रै सजिलो पो साथी हो साह्रै सजिलो लाग्छ मलाई त यो वर्ड मिनिङहरू कन्ट पार्न तर कति भन्नुहुन्छ अलिक गाह्रो हुन्छ सर भन्नुहुन्छ तर होइन यसलाई तरिका मिलाएर पढ्यो भने कति सजिलो पो छ त हेर्नुहोस् है विनोन आधा अब यसैलाई उल्टो बनाउनुहोस् त नोनुई आधा भएको भएन हो यो पनि छलफल गर्नु नै हो अब यसरी सम्झिनु पऱ्यो क्या हामी चाहिँ के सम्झिन्छौँ भने यो अर्कै वर्ड मिनिङ भनेर कन्ट पारे गर्छौँ अलिक ट्रिक लगाइहाल्नु पऱ्यो विनोन आधा भनेको पनि छलफल गर्नु त्यसैलाई उल्टो बनाएर नोनुई आधा भन्नुहोस् त्यो पनि छलफल गर्नु नै हो अनि जति पनि उयो आउँछ त्यो लगभग छलफल गर्नु नै हुन्छ साङ उई आधा यो पनि छलफल गर्नु नै हो यो थो इ आधा यो पनि तपाईँको छलफल गर्नु नै हो यो अर्को छ हग उई हादा यो पनि छलफल गर्नु नै हो हग उई हादा पनि छलफल गर्नु हो तर यसलाई कतिखेर प्रयोग गर्ने त्यसको पनि स्थिति छ त्यो हामी अब क्लासमै हेर्नेछौँ ठिक छ यस्तै छ अब अरू बुझ्दाखेरि के छ त यसमा अब यहाँ हेर्नुहोस् एउटा यो पनि यस्तो छ कुराकानी के छ हेर्नुहोस् है यो फाल्गु आधा भनेको जारी गर्नु तर यसलाई हामीले पूर्ण जारी गर्नु भन्न पनि मिल्छ छे भन्नुपर्छ त्यसलाई छे फाल्गु आधा भन्नु मिल्छ फाल्गु आधा छे फाल्गु भनेको पूर्ण जारी तर यो फाल्गु आधा कतिखेर भन्ने छे फाल्गु आधा कतिखेर भन्ने त्यसको पनि कन्डिसन छ त्यो त अब हामी क्लासमै बुझ्नेछौँ र यसै गरी चाहिँ खेन्सिन आधाको सन्दर्भमा पनि हामी कोही कोही बेला झुक्किन सक्छौँ है साथीहरू कोही बेला के छ भने हामीले यसलाई छे खेन्सिङ आधा भनेर कहीँ वर्ड मिनिङ देख्छौँ होला कहीँ देख्छौँ होला वा भेटेको देख्छौँ होला तर कोरियामा यदि यसलाई पूर्ण नवीकरण भन्ने अर्थ दिए तापनि कोरियामा खासै यसरी छे खेन्सिन आधा भन्दैनन् यो छे खेन्सिन आधा भन्नुको सट्टा यो छेको सट्टामा कोरियामा प्राय थासी खेन्सिन आधा भन्न चाहिँ र अति उपयुक्त हुन्छ त्यही भएर यस्तो कुरा पनि हामीले धेरै कुराहरू बुझिरहेको छौँ भने भोलि मिचुलहरूमा काम लाग्छ त्यही भएर छे खेन्सिन आधा भनेको चाहिँ बिल्कुलै रङै हो भन्न त मिल्दैन तर यो खासै त्यसरी प्रयोग हुँदैन यो खेन्सिन आधामा पूर्ण खेन्सिन आधा पूर्ण नवीकरण गर्ने भन्नु चाहिँ थासी भन्न अति उत्तम हुन्छ छे भन्दा पनि थासी भन्छ हुन्छ तर यो फाल्गु आधामा चाहिँ पूर्ण फाल्गु यानि जारी गर्ने भन्नु भने चाहिँ छे फाल्गु आधा नै युज हुन्छ हो त्यही भएर कहाँ कस्तो युज गर्ने त्यस्तो कुराहरू पनि हामी बुझिरहेको छौँ भने अझै हामीलाई थप जानकारी राम्रो भइरहेको हुन्छ जसले गर्दा सानो कुराहरू हामीलाई 1 मार्क्स गेन गर्न सजिलो हुन्छ ल
यस्तै चाहिँ अब हामीले विभिन्न यस्ता ज्ञानवर्धक कुराहरू त अझै यहाँ धेरै कुराहरू छन् तर पनि भिडियो अलरेडी लामो भइसकेको छ होला किनभने कति स्टुडेन्टहरू चाहिँ सरको भिडियो लामो हुन्छ बोरिङ हुन्छ भन्नुहुन्छ तर याद गर्नुहोस् यो कुनै पनि मनोरञ्जक वा कुनै पनि त्यस्ता फन दिने खालको भिडियो होइन यहाँबाट तपाईँले सकेसम्म ज्ञान लिन र ज्ञान लिन र दिन सकिने खालको एउटा भिडियो त्यहीबाट भरसक ज्ञान लिँदै टिपोट गरेर भयो भने धेरै राम्रो हुन्छ म त जहिले पनि छु म बदलिने होइन साथी हो मसँग पढ्ने भने तपाईँ बदलिनुपर्छ किनभने मेरो बानी मेरो यो हट्नेवाला चाहिँ छैन किनभने मैले तपाईँलाई यहाँ ज्ञान दिन कोसिस गरिरहेको छु कुनै मनोरञ्जन होइन त्यही भएर ज्ञान सिक्ने भने टाइम दिनुपर्छ ल यति भन्दै अब यस्ता विविध कुराहरू चाहिँ अब हामीले चाहिँ यो सँगसँगै मैले तपाईँलाई चाहिँ लिस्टिङ चाहिँ गत वर्ष तपाईँको चाहिँ ब्रान्ड लिस्टिङले चाहिँ यस्तो मार खाएन त्योसँग सम्बन्धित केही टिप्सहरू छ मसँग कसरी यसको एन्सर पत्ता लगाउने त्यो सँगसँगै मैले थुप्रै लाइन क्वेसनहरू पनि बनाइदिएको छु तपाईँलाई होइन अनि तपाईँको चाहिँ यो यस नो क्वेसन जुन जी आन्था इत्यादि छ नि हो त्यसको एन्सर कसरी पत्ता लगाउने त्यसको एउटा अब मजाले यो मैले यो रेफमा चाहिँ मैले यसको बारेमा अझै खण्डन गरेर अझै अध्ययन गरेर मैले रेडी पारेको छु त्यो बारेमा तपाईँलाई भन्नेछु र साथसाथै लङ क्वेसन र विज्ञापनमा तपाईँको चाहिँ जुन पार्किङहरूकोदेखि लिएर हरेक किलहरूको यस्ता विज्ञापनहरूमा चाहिँ तपाईँको चाहिँ कन्फ्युजन खालको क्वेसन आउँदाखेरि कसरी यसलाई सल्भ गर्ने त्यो सम्पूर्ण कुराको मैले एउटा टिप्स एउटा एक्जाम तपाईँको प्रिपरेसनको लागि भनेर चाहिँ एउटा क्वेसन सेटहरूदेखि लिएर हरेक तयार पारेको छु अब हाम्रो यो एक्जाम प्रिपरेसन क्लासमा पढेर अझै पोख्त हुनेछौँ अझै राम्रो बनेर चाहिँ अब चाँडै नै हाम्रो जुन सपना छ त्यसलाई सफल गर्नेछौँ भन्दै अबको हाम्रो भेट चाहिँ हाम्रो क्लासमा हुनेछ र यही सन्डे भोलि सन्डे 8 बजेको बिहानको क्लास हुँदैछ त्यहाँ आएर राम्ररी आफ्नो अध्ययनलाई राम्रो बनाऊ भन्नको निमित्त चाहिँ मैले तपाईँलाई चाहिँ आह्वान गरेको छु हाम्रो भेट अवश्य पनि हाम्रो क्लासमा हुनेछ भन्दै अहिलेको लागि चाहिँ अन्यौ।